बीबीसी नेपाली सेवाको साँझपखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री कार्की र दलका नेताहरूबीच चुनावका विषयमा छलफल चल्दै दलहरूले उठाए चुनावी वातावरणदेखि सुरक्षासम्मका कुरा। निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने मुख्य चासो उहाँहरूले राख्नु भएको छ। दलहरूले चुनावबारे संशय व्यक्त गरिराखेका बेला उक्त छलफलले के अर्थ राख्छ? राजनीतिक वातावरण नबनिकन चुनावको कुनै अर्थ रहँदैन। यसले राजनीतिक वातावरण बनाउनलाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ। राजनीति शास्त्री कृष्ण खनाल र सनाए तकाइची जापानकी प्रथम महिला प्रधानमन्त्री निर्वाचित। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार। प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। विश्व खाद्य कार्यक्रम WFPले गाजामा दैनिक 2000 टन आपूर्ति पुर्याउने लक्ष्य त्यस भूभागमा जाने सबै नाकाहरू अझै नखुल्दा पूरा गर्न नसक्ने जनाएको छ। जिनिभामा बोल्दै उक्त राष्ट्रसङ्घीय निकायका एकजना प्रवक्ताले हाल केवल 2 नाकाहरू मात्र सञ्चालनमा रहेको र तीमध्ये कुनै पनि भोकमरी प्रभावित उत्तरी गाजातर्फ नपर्ने जनाएकी छन्। प्रवक्ता अबिर इतिफाले सबै नाकाहरू खोल्न आह्वान गरेकी छन्। हाल त्यहाँ WFPले दैनिक झण्डै 750 टन खाद्यान्न पुर्याइरहेको छ। WFPले युद्धविराम कायम राख्नु महत्त्वपूर्ण रहेको र त्यो नै जीवन बचाउने एकमात्र उपाय रहेको जनाएको छ। यसैबीच गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउने प्रयास अन्तर्गत अमेरिकी उपराष्ट्रपति JD भान्स इजरायल पुगेका छन्। जापानमा परम्परावादी सनाए तकाइची देशको प्रथम महिला प्रधानमन्त्री निर्वाचित हुँदा उनले आफ्नो मन्त्री परिषदमा अन्य 2 जना मात्र महिला समावेश गरेकी छन्। नर्डिक देशहरूकै तहमा महिला प्रतिनिधित्व पुर्याउने बाचा गरेकी तकाइचीले 19 सदस्यीय मन्त्री परिषदमा निकै न्यून महिला सहभागी गराएकी हुन्। बीबीसीकी मरिको ओए भन्छन्, मैले नारीवादीका रूपमा हेर्ने धेरै मानिसहरू उनको नियुक्तिमा खुसी छैनन्, किनकि उनी प्रथम महिला प्रधानमन्त्री भए पनि उनका नीतिहरू प्राय परम्परावादी पाइन्छन्। बीबीसी संवाददाताको भनाई। उनको मन्त्रीमण्डलमा जापानको अर्थमन्त्री समेत पहिलो पटक महिला चुनिएकी छन्। ट्रम्पको अघिल्लो कार्यकालमा व्यापार सम्झौता गरेका व्यक्ति विदेश मन्त्री बनेका छन् भने हाल अमेरिकासँगको मुख्य ट्यारिफ वार्ताकार रहेका व्यक्ति व्यापार मन्त्री बनेका छन्। युक्रेनको उत्तरी सहर चर्निभमा गत रात व्यापक रुसी हमला भएपछि लाखौं मानिसहरू बिजुली र पानी विहीन भएका छन्। बलिस्टिक क्षेप्यास्त्र र श्रृङ्खलाबद्ध रूपमा पठाइएका विस्फोटक ड्रोन उक्त सहर र आसपासका विद्युत पूर्वाधारमा प्रहार भएका थिए। त्यसकै असर खानेपानी प्रणालीमा समेत देखिएको हो। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीले मध्य पेरिसको ला सान्ते जेलमा आफ्नो 5 वर्षे कारावास सजाय सुरु गरेका छन्। सार्कोजीलाई लिबियाका शासक मुअम्मर गद्दाफीको कोषबाट आफ्नो सन् 2007 को चुनावी अभियानलाई आर्थिक सहयोग जुटाउने प्रकरणमा आपराधिक षड्यन्त्रका लागि दोषी ठहराइएको थियो। 70 वर्षीय सार्कोजीले आफूले गलत काम नगरेको दाबीसाथ पुनरावेदन गर्दै रिहाईको अपील गरेका छन्। यसअघि फ्रान्समा 2 जना राष्ट्रप्रमुख मात्र जेल गएका थिए। एकजना दोस्रो विश्वयुद्ध ताकाका फिलिप पेटन थिए भने अर्को चाहिँ राजा लुइस 16औं थिए, जसलाई मृत्युदण्ड दिनु अघि जेल हालिएको थियो। र दिल्लीमा दीपावलीका बेला कम प्रदूषक पटाका प्रयोग गर्न अदालतले निर्देशन दिए पनि भारतको राजधानीमा वायु प्रदूषणको स्तर झनै गम्भीर स्तरमा पुगेको छ। हाल उक्त सहरको प्रदूषणको तह विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम भन्दा 40 गुणा बढ्ता पुगेको छ। यससँगै हाल दिल्ली विश्वको सबैभन्दा प्रदूषित प्रमुख सहर बन्न पुगेको छ। 3 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतीय राजधानी सहरले छिमेकी राज्यहरूका उद्योग, सवारी चाप र अवैध कृषि आगजनीबाट हुने उत्सर्जनसँग सङ्घर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो। साँझपखमा पुनः स्वागत छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पहिलो पटक राजनीतिक दलका नेताहरूसँग चुनावबारे संयुक्त छलफल गरिरहेकी छन्। चुनावबारे आफूहरूसँग प्रधानमन्त्री स्वयंले कुनै संवाद नगरेको भन्दै कतिपय दलहरूले कुरा उठाइरहँदा प्रधानमन्त्री नियुक्त भएको 5 सातापछि कार्कीले दलहरूसँग सामूहिक संवाद गरेकी हुन्। बैठकमा सहभागी कतिपय नेताहरूले सरकारले चुनावको वातावरण बनाउनु पर्नेदेखि सुरक्षा लगायतका विषयमा चासो व्यक्त गरेका विवरणहरू आएका छन्। सुनौ एक रिपोर्ट। छलफलमा विभिन्न 11 राजनीतिक दलका नेताहरूले सहभागिता जनाएका र दिउँसो 4 बजेदेखि सुरु भएको बैठक अझै जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। उनका अनुसार आज औपचारिक छलफल थाल्नु अघि प्रधानमन्त्री कार्कीले दलहरूसँग विभिन्न माध्यमबाट अनौपचारिक कुराकानी गर्दै आएकी थिइन्। केही बेर अघि बीबीसीसँगको कुराकानीमा रावलले भने, यो बैठक आगामी फागुन 21 गते तोकिएको प्रतिनिधि सभाको चुनावमा लक्षित छ र त्यसका लागि
राजनीतिक वातावरण बनाउनका निम्ति बैठक आयोजना गरिएको हो र दलहरूका तर्फबाट पनि अहिलेसम्म सरकारका तर्फबाट संवादको ढोका खुलेन, एउटा बैठक बोलाउनु पर्छ भन्ने दलहरूका तर्फबाट पनि माग भइआएको थियो। त्यसकारण अहिले यो बैठक चलिरहेको छ र बैठकमा मूलतः दलहरूका तर्फबाट चुनावमा जानुपर्छ र चुनाव अनिवार्य छ भन्ने कुरामा लगभग सहमति जस्तै देखिएको छ। अघि भर्खर मैले बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलज्यूसँग बीचमा कुरा गरेको थिएँ। उहाँले अनुसार निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने मुख्य चासो उहाँहरूले राख्नु भएको छ। एमाले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि विरोध गरिहालेको छैन र चुनाव निर्विकल्प छ भन्ने कुरामा नै यो छलफल अगाडि बढेको छ। जेनजी आन्दोलनपछि गठन भएको कार्की नेतृत्वको सरकारले फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गराउने जिम्मा पाएको छ। यसै सन्दर्भमा हामीले प्रधानमन्त्री कार्की र दलहरूबीच छलफल चलिराखेका बेला राजनीतिशास्त्री कृष्ण खनाललाई सम्पर्क गरी दलहरूले चुनावबारे संशय व्यक्त गरिराखेका बेला सरकारले गरेको यो पहलले के अर्थ राख्छ भनेर सोधेका छौं। चुनाव भनेको मुख्य रूपमा एउटा राजनीतिक काम हो। त्यसको लागि राजनीतिक वातावरण नबनिकन चुनावको कुनै अर्थ रहँदैन। त्यस अर्थमा यो आजको बैठक स्वाभाविक रूपमा मैले लिएको छु। यसले राजनीतिक वातावरण बनाउनलाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ। दोस्रो कुरा के हो भन्दाखेरि यदि यो सरकारको पृष्ठभूमि अब जनजीय आन्दोलन त्यसपछिका पृष्ठभूमि यो सरकारको गठन, सरकारका प्रधानमन्त्री लगायत मन्त्रीहरूको जुन किसिमको बनोड छ, यसले एउटा मनोवैज्ञानिक त्यहाँ चाहिँ नि अन्तर खाडल चाहिँ निर्माण गरेको थियो। किन यो सरकार भनौँ न हिजो हामीले त्यसलाई प्रमुख राजनीतिक दल भन्छौँ, तिनको समझदारी सहयोगमा बनेको होइन। सरकारका मानिसहरू हामी चाहिँ गैर दलीय हामी कुनै दलका होइनौँ भन्ने एक प्रकारको अहमता थियो। अनि मुलुक त तपाईँको राजनीतिक दल बिना त यो सम्भव छैन। दलको सहभागिता बिना चुनावको कुनै अर्थ रहँदैन। खनालजी, अब यही पृष्ठभूमिमा चाहिँ सरकारले चुनाव प्रतिको दृढता व्यक्त गरिराखेकै छ। निर्वाचन आयोगले पनि तालिका बनाएर त्यसै अनुरूप अघि बढ्न खोजेको देखिन्छ। अब सरकारको तर्फबाट गरिएको यो पहल नै पर्याप्त हुन्छ कि यसको अतिरिक्त अरू थप केही पहल आवश्यक छ जस्तो देख्नुहुन्छ? निरन्तरता जारी राख्नु पर्दैन। हामीसँग 1 महिना अझै समय छ। यो कार्तिक महिनाभरि राजनीतिक रूपमा वार्ता चलिरहनु पर्छ भन्छु म। सुरक्षाको कुरा पनि त्यहाँ महत्त्वपूर्ण छ। हेर्नुहोस्, गएको जेनजी आन्दोलनले के कुरा स्पष्ट देखाएको छ भन्दाखेरि हाम्रो राज्य सुरक्षा मामलामा कति कमजोर रहेछ भन्ने कुरा पनि स्पष्ट भएको छ। हेर्नुहोस्, यद्यपि तत्कालीन सरकारका प्रमुखहरू अथवा सत्तारूढ जाने पार्टीहरूको अलोकप्रियताको आफ्नो ठाउँमा छ, त्यो बाहेक पनि यो देशमा सुरक्षा चाहिँ अत्यन्तै संवेदनशील रूपमा संकटमा रहेछ भन्ने कुराको पनि प्रश्न देखा परेको छ। खनालजी, अब यही कुरा दलहरूले पनि उठाइराखेका छन्। आन्दोलनका क्रममा हतियारहरू हराएका छन्, कैदीबन्दी भागेका छन्। त्यो कुरालाई उनीहरूले चुनावको वातावरणसँग जोडेका छन्। तर सरकारप्रति उनीहरूले औँला उठाइरहेका बेला दलहरूको भूमिका चाहिँ अहिले कस्तो देखिन्छ? किनभने चुनाव हुनका निम्ति त दलहरूकै सक्रिय भूमिकाको पनि त खाँचो पर्ला। हुन त अब वर्तमान प्रधानमन्त्री हामीलाई अघिल्लो यो पहिलो प्रथम संविधान सभाको अन्त्यपछि बनेको तत्कालीन प्रधान न्यायाधीशको सरकारको जस्तो रूपमा हेर्न हुँदैन भनेर भन्नुभयो। त्यो उहाँको आफ्नो भनाइको ठाउँमा ठिक होला। त्योभन्दा केही अन्तर छ। त्यतिखेरको त्यो सरकार चाहिँ राजनीतिक दलहरूको चाहिँ सहमतिमा बनेको थियो। यो सरकार विशेष परिस्थितिमा बनेको सरकार हो। हेर्नुहोस्, दलहरूको सहमति भनेको एउटा अब तत्कालीन अवस्थामा राष्ट्रपतिले उपलब्ध माध्यमबाट परामर्श गरेर लिएको खुला रूपमा त्यो हिजोको जस्तो सहमति दलहरूकै प्रमुख दलहरूको सहमतिमा सरकार बनेको भन्न पनि मिल्दैन। तर दलहरूको चाहिँ नि कुनै न कुनै न्यूनतम सहमति भन्दा बाहिर बनेको पनि भन्न मिल्दैन। हेर्नुहोस्, त्यसरी अलिकति यो अन्तर जुन मनोवैज्ञानिक अन्तरको अवस्था छ त्यसलाई चिर्न चाहिँ यो वार्ताले बहुत महत्त्वपूर्ण काम गरेको छ। त्यसैले मैले भने आगामी दिनहरूमा अर्को 2-4 राउन्ड पनि यो वार्ता चलिरहनु पर्दछ। यहाँनिर चाहिँ सरकार र राजनीतिक दलहरू त्यो तपाईँले भनेको जस्तो बाटोमा अथवा समयमै चुनाव हुने बाटोतर्फ कति निकट छन् भन्ने देख्नुहुन्छ तपाईँ संक्षेपमा? पहिलो कुरा, यो सरकार धेरै हदसम्म एक प्रकारले हामी न्युट्रल भन्छौँ नि, यो निरपेक्ष छ। पार्टी निरपेक्ष पनि छ। मुख्य रूपमा प्रधानमन्त्री हुनुहुन्छ। प्रधानमन्त्री भोलि पनि पार्टीगत राजनीतिमा लाग्नुहुन्छ भनेर हामीले पत्याउने अवस्था छैन। अब केही मन्त्रीहरूको व्यक्तिगत चाहना होला, भोलि चुनाव लडी राजनीति गर्ने चाहना होला, त्यो फरक कुरो हो। तर सरकारको नेतृत्व
त्यो कुराबाट निरपेक्ष छ हेर्नुहोस्, उहाँको पक्ष देखिँदैन। त्यसैले एउटा माहौल चाहिँ यसले वातावरण के निर्माण गरेको छ भन्दाखेरि यो सरकार निष्पक्ष सरकार हो। यो निष्पक्ष सरकारले चुनाव गराउँदाखेरि काङ्ग्रेस, एमाले, माओवादी लगायत कुनै पनि दललाई, सहभागी हुने कुनै पनि दललाई घाटा लाग्दैन। उहाँको कुनै पक्ष नभएको हुनाले एउटा पक्षलाई जिताउनको लागि यो सरकार लाग्दैन भन्ने कुराको एउटा केही हदसम्म यसले प्रतिश्रुति गरेको छ जस्तो लाग्दछ। उनी थिए राजनीतिशास्त्री कृष्ण खनाल। अब अर्को प्रसंग। गाजा युद्धमा हमासले बन्धक बनाएको अवस्थामै ज्यान गुमाएका विपिन जोशीको आज बिहान कञ्चनपुर जिल्लास्थित महाकाली नदीको किनारमा अन्त्येष्टि भएको छ। उनी सन् 2023मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। सुनौ धनगढीबाट हिक्मत रावलको रिपोर्ट। महाकाली नदी किनारमा विपिनको चिता जलिरहेको थियो। विपिनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आएका उनका साथी आफन्तजनहरू छेउमै विसर्जनका लागि ल्याइएका विपिनका लत्ता कपडा, कापी किताब र एउटा गिटार हेरेर टोलाइरहेका थिए। पार्थिव अवशेषलाई विपिनका बुवा महानन्द जोशी, उनका भाइ र विपिनका ठुलबुवाका छोरा किशोर जोशी सहितले दागबत्ती दिएका थिए। त्यसअघि इजरायली राजदूतले इजरायली राष्ट्रपतिको शोक सन्देश वाचन गरेका थिए। We will never forget his heroism and his kindness. त्यसपछि सशस्त्र प्रहरीको एउटा टुकडीले विपिनप्रति सलामी अर्पण गरेको थियो। नेपाली सेनाको स्काई ट्रक मार्फत सोमबार राति धनगढी विमानस्थल हुँदै विपिनको शव उनको मालिकार्जुन टोल स्थित घरमा पुर्याइएको थियो। आज बिहान गरिएको दाह संस्कारमा श्रद्धाञ्जली अर्पण गर्न सयौं मानिसहरू महाकाली नदी किनार पुगेका थिए। त्यहाँ पुगेका पूर्व परराष्ट्र मन्त्री एनपी साउदले धेरै प्रयास गर्दा पनि विपिनलाई बचाउन नसकिएको प्रतिक्रिया दिए। अन्तिम समयसम्म पनि म आशा गरिरहेका थिएँ, प्रार्थना गरिरहेका थिएँ कि उनी जीवित फर्किनेछन्, तर अन्ततोगत्वा उनको लास आयो। उनको शवयात्रामा म चाहिँ सामेल भए र त्यो विषादपूर्ण क्षणलाई मैले चाहिँ साझेदारी गरे। परिवारका केही सदस्यहरूले खुलेरै नेपाल सरकारप्रति टीका टिप्पणी नगरे पनि सरकारले समयमा सम्बन्धित पक्षसम्मको प्रभावकारी पहल अघि बढाउन ढिलाइ गरेको भनी बताएका छन्। हिक्मत बहादुर रावल, बीबीसी धनगढी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। जापानको संसदमा भएको मतदानमा विजयी हुँदै सनाए तकाइची देशको प्रथम महिला प्रधानमन्त्री निर्वाचित भएकी छन्। मंगलबार त्यहाँको शक्तिशाली तल्लो सदनमा 64 वर्षीय तकाइचीले स्पष्ट बहुमत प्राप्त गरेकी हुन्। राजनीतिमा आउनु अघि उनी टेलिभिजन कार्यक्रमकी प्रस्तोता र कुनै बेला हेभी मेटलको एउटा सांगीतिक समूहकी सदस्य थिइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ प्रदीप बस्यालबाट। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी एलडीपीको नेताको रूपमा तल्लो सदनमा 237 र माथिल्लो सदनमा 125 मत ल्याएर तकाइची प्रधानमन्त्री निर्वाचित भएकी हुन्। उनी समक्ष सुस्त गतिको अर्थतन्त्र, तलब नबढेको तर महँगीको मारमा परेका जापानी जनताका समस्या अनि न्यून जन्मदर र बढ्दो भूराजनीतिक तनावका पहाडहरू छन्। देशको कार्यकारीका रूपमा उनले जापान र अमेरिकाको सम्बन्ध अनि ट्रम्प प्रशासनसँग निवर्तमान सरकारले गरेको ट्यारिफ सम्बन्धी सम्झौतासँग जोडिएका अनेकौं व्यवहार गर्नुपर्नेछ। उनको जन्म सन् 1961 भएको हो। उनका बुवा कर्मचारी थिए भने आमा प्रहरीमा थिइन्। उनको लालन पालनमा राजनीति कतै पनि जोडिएको थिएन। सन् 1980 को दशकमा जापान र अमेरिका बीच हुने व्यापारमा तनाव उत्पन्न भएको बेलामा तकाइचीलाई राजनीतिमा जाने प्रेरणा प्राप्त भयो। उनी पहिलो पटक सन् 1992 को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनिन् तर पराजित भइन्। त्यसपछि अर्को वर्ष फेरि चुनाव उठिन् र जितिन्। सन् 1990 मा उनी एलडीपीमा प्रवेश गरेकी थिइन्। उनी 10 पटक सांसद निर्वाचित भएकी छन् भने 1 पटक निर्वाचनमा पराजित भएकी छन्। उनी पार्टीभित्र प्रखर परम्परावादी नेत्रीका रूपमा चिनिन्छिन्। जापानमा उनी अहिलेसम्म सबैभन्दा लामो समय आन्तरिक मामिला र सञ्चार मन्त्रालय सम्हाल्ने व्यक्ति हुन्। यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
BBC. This is the BBC. There are no programmes on this channel at present. Details of all our services are at bbcworldservice.com.